क्षेत्र नम्बर 4 का आदरणीय मतदाता महानुभावहरू, यहाँहरूलाई नमस्कार। म राजन भट्टराई यस क्षेत्रको सूर्य चिन्ह लिएर उम्मेदवारको रूपमा खडा भएको छु र मेरो उम्मेदवारी विशेष गरी यस क्षेत्रको विकास, यस क्षेत्रको निर्माण र यस क्षेत्रका जनतालाई परेको समस्याको सहजीकरणका लागि हो। म विगतमा पनि उम्मेदवार भएर यहाँहरूका बीचमा आएर पराजित हुँदा पनि मैले धेरै विषयहरूमा सहजीकरण गरेको छु र विशेष गरी खानेपानीको कुरा होस्, करिडोरको कुरा होस्, बाटो निर्माणको कुरा होस्, ढल निर्माणको कुरा होस्, विद्यालय निर्माणको कुरा होस्, त्यसको स्तरोन्नतिका गर्ने कुरा होस्, क्याम्पस भवन निर्माण र स्तरोन्नति, अस्पताल निर्माण र स्तरोन्नति र सञ्चालनमा ल्याउने कुरा र सम्पदाहरूको संरक्षण, सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्कहरू निर्माण गर्ने, सिनियर सिटिजनका लागि पार्कहरू निर्माण गरेर सहजीकरण गर्ने, यी यावत क्षेत्रमा मैले हिजो यहाँहरू समक्ष नै काँधमा काँध मिलाएर काममा सहभागी भएको छु। अहिले म आधारभूत रूपमा पूर्वाधारहरू हाम्रा सम्पन्न भएका छन् र आधारभूत रूपमा सम्पन्न भएका पूर्वाधार र केही क्षेत्र जुन बाँकी छन्, खास गरी खानेपानी क्षेत्र नम्बर 4 का लागि अहिले पनि पर्याप्त छैन। यद्यपि हामीले मेलम्चीको प्रोजेक्ट 3 चरणका प्रोजेक्टहरू यहाँ कार्यान्वयनमा लिएर आयौँ। 2 चरणका अन्तिम चरणमा पुगेका छन्। 1 चरणको प्रोजेक्ट ठेकेदारको बदमाशीका कारण काम सम्पन्न हुन सकेको छैन, तर पनि हामी त्यसलाई निरन्तरता दिने कोसिस गरिरहेका छौँ। तपाईहरुको दोस्रो समस्या मलाई थाहा छ कि बेरोजगारी चर्को छ। युवाहरू एउटा निश्चित लेभल पास गरिसकेपछि देशभित्र बस्न नचाहने र बाहिरै जानुपर्ने जुन एउटा बाध्यात्मक जस्तो स्थिति उत्पन्न भएको छ, त्यसलाई सम्बोधन गर्न केन्द्रीय तहमा हामी नीति निर्माणको गर्दै अर्थतन्त्रलाई सही मार्गमा ल्याउने र सही मार्गबाट देशभित्रको अहिले खुम्चिएको अर्थतन्त्रलाई फराकिलो र चलायमान बनाउने कुराको पहल गर्नेछौँ। त्यो सँगै वैदेशिक लगानी भित्र्याउने, विशेष गरी आईटी र लगायत यो अडिट जस्ता विषयहरू जुन आउटसोर्सिङ भइरहेको छ र फिलिपिन्स, इन्डिया जस्ता मुलुकहरूले ठुलो मात्रामा आउटसोर्सिङको बिजनेसलाई रोजगारी सिर्जना गर्ने अत्यन्त महत्त्वपूर्ण आधार बनाएका छन्। हामी उनीहरूका ती आधार बनाउने कुराहरू कसरी सम्पन्न भए र उनीहरूको राष्ट्रिय कानुन कसरी निर्माण गरे र हामीले त्यसमा के गर्नुपर्छ, नीति निर्माणमा, कानुनको तहमा र अन्तर्राष्ट्रिय कनेक्सनलाई प्रयोग गरेर आउटसोर्सिङलाई देशभित्र निकाल्ने कुरामा पहल हुनेछ। त्यसबाहेक यस क्षेत्रमा मलाई थाहा छ तपाईहरुले भोग्नु भएको भनेको सरसफाइको कुरा छ, फोहोर व्यवस्थापनको कुरा छ, शैक्षिक स्तर उकास्नु पर्ने कुरा छ, स्वास्थ्य एक्सेसिबल छ, अस्पतालहरू छन् तर महँगा छन्, कतिपय बिरामी भएर एकचोटि अस्पतालबाट फर्किँदाखेरि ढाडै सेकिने अवस्था छ। यी यावत कुराहरूलाई पनि हामीले सम्बोधन गर्दै अहिले पार्टीले केन्द्रीय तहबाट ल्याएका प्रतिबद्धताहरू झन्नै हाम्रा 10 वटा 11 वटा प्रतिबद्धता छन्। त्यसको 50% त युवा केन्द्रित प्रतिबद्धता मात्रै रहेको छ र त्यसलाई हाम्रो पार्टीले के भनिसकेको छ भने हामीले जितेर सरकार बनाएको अवस्थामा पहिलो क्याबिनेटबाटै त्यो निर्णय गरेर त्यसको कार्यान्वयनमा लाग्नेछौँ भन्ने प्रतिबद्धता गरिसकेको छ। हामी जे बोल्छौँ त्यो काम गर्छौँ। तपाईहरुले मेरो विगतमा देखिरहनु भएको छ, तपाईहरुका घर आँगनमा आएर गरिएका प्रतिबद्धताहरू एक एक गरेर पुरा हामीले हिजो गरेका छौँ। त्यसो हुँदा हिजोको ट्र्याक रेकर्डलाई हेरेर पनि भोलि त्यो काम गर्न सक्ने यिनीहरू हुन् भन्ने यहाँहरूले विश्वास दिनुहुनेछ र नेकपा एमालेको तर्फबाट सूर्य चिन्हमा मतदान गरेर मलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। फेरि एकपटक सूर्यमा मत, विजय राजन भट्टराईलाई गराउने काममा सहयोग गरिदिनुहोस्, हार्दिक अनुरोध गर्दछु। सूर्य चिन्हमा मतदान गरौँ।